यो खैँजडी भजन एकदम अहिले एकदम लोप हुने अवस्थामा छ। यसलाई चाहिँ जोगाना गर्न पर्छ भन्ने मेरो मूल्य र मान्यता हो। तपाईहरुको यसमा के धारणा छ कृपया भन्नु होला हैन। यो खैँजडी भजन भनेको पुरानो हाम्रो त्यो रीतिरिवाज झल्काउने हाम्रो खैँजडी भजन हो। यसलाई चाहिँ हामीले मास्न दिनुहुन्न। हेर्नुस्, यो काठमाडौँको बसन्तपुर स्थित हनुमान ढोकाबाट चाहिँ हामीले चाहिँ छायाङ्कन गरेको। यसमा चाहिँ हाम्रो यहाँ अगाडि हुनुहुन्छ अर्जुन दाई, अर्जुन पुरी दाई हैन। मैले अहिले भर्खर तपाईलाई देखाएँ अर्जुन पुरी दाई हुनुहुन्छ यहाँ हुनुहुन्छ अर्जुन पुरी दाई। यो कालो टोपी लाउने हाम्रो अर्जुन पुरी दाई हो हैन। हाम्रो रामकोटको अर्जुन पुरी दाई हो। उहाँबाट छायाङ्कन गरेको यो खैँजडी भजन हामी यसलाई लोप हुन दिनुहुन्न। तपाईहरु के भन्नुहुन्छ? यसलाई निरन्तर कायम हुनुपर्छ भन्ने मेरो मूल्य र मान्यता हो। तर हामीले यो काठमाडौँ बसन्तपुरबाट चाहिँ हनुमान ढोकाबाट चाहिँ छायाङ्कन गरेको हो। यो दृश्य तपाईले सजिलै देख्न सक्नुहुन्छ है। यहाँ हेर्नुस् है, यो खैँजडी भजन यति मार्मिक छ, यति रोचक छ, यति घोचक पनि छ है। यसलाई यो हर हमेशा हाम्रो मस्तिष्कमा हुनुपर्छ भन्न चाहन्छु। हाम्रो रामकोटको बुवा हुनुहुन्छ उहाँ हैन। त्यसैगरी रामकोटकै अर्जुन दाई हुनुहुन्छ, अर्जुन पुरी दाई। उहाँ एउटा पेसाले चाहिँ आर्मीको मान्छे पनि हुनुहुन्छ। आर्मीको चाहिँ आर्मीमा कार्यरत हुनुहुन्छ अर्जुन दाई, अर्जुन पुरी दाई हैन। उहाँलाई धेरै धेरै सल्युट गर्छु। उहाँ नातनी अर्जुन दाई हुनुहुन्छ, जुन यो अर्जुन दाई, यहाँ हाम्रो अर्जुन दाई उहाँ हुनुहुन्छ हैन। अर्जुन पुरी दाई उहाँ चाहिँ त्यो खैँजडी भजन नाच्ने एकदम कुख्यात खैँजडी भजन डान्सर हो अर्जुन पुरी दाई, अर्जुन दाई हैन। उहाँलाई त सल्युट गर्नुपर्छ। तर यो खैँजडी भजनलाई चाहिँ हामीले विश्वव्यापी रूपमा फैलाउनु पर्छ भन्ने मेरो मूल्य र मान्यता हो। तपाईहरु के भन्नुहुन्छ? हस्त, धन्यवाद।